थुक्यो क्या ए थुक्नु भएको थुक्यो त्यो त सरासर गलत भइहाल्यो। त्यो त उहाँहरूको गलत हो नि त होइन थुक्न त हेरेर थुक्न पर्यो हैन। हेर्नु पर्यो नि त थुक्नुभन्दा अगाडि हुन्छ हेरेर थुक्नु पर्दैन को थुक्ने अघि दिमाग छैन नहेरिकन थुक्ने हो त्यसरी त्यो कसले मिस्टेक गरे त्यो गरे हो जसले गरे पनि त्यो राम्रो थुक्दिएर क्या त्यत्रो चाहिँ फेरि क्यामेरा अफ थियो क्या यस्ता यति पनि सचेत छैन यति पनि दिमाग छैन बाटोमा थुक्छ त्यसरी सर नमस्ते सर एउटा क्वेसन गरौँ तपाईँहरूलाई जस्तो यो पब्लिक भेहिकल्सबाट मान्छेले होइन यसरी गइरहेको छ यहाँबाट त्यो नहेरिकन थुक्नु त्यो गल्ती हो कि होइन थुक्यो क्या ए थुक्नु भएको थुक्यो त्यो त सरासर गलत भइहाल्यो। त्यो त उहाँहरूको गलत हो नि त होइन थुक्न त हेरेर थुक्न पर्यो हैन। हेर्नु पर्यो नि त थुक्नुभन्दा अगाडि सर यो के भयो डिस्कस झगडा भयो। केही गरिन सर होइन मैले त्यहाँ कुदाएर को हो यो थुक्ने भनेर भने कोही पनि बोलेन एकअर्कालाई हेऱ्यो ल ठिक छ जसले भए पनि तिमीहरूले थुक्यौ तर यस्तो गर्ने होइन भने चाहिँ मैले भन्दै इस्यु बनाइनँ सकेसम्म अलिकति के छ भन्दाखेरि सम्झे बुझाइ गरेको झन् राम्रो कि हजुर सर हजुर हो नि एकजना उस्तै पर्यो भने विवाद हुन्छ। विवाद हुन्छ होइन अब उसले के सोचेर के त्यसको दिमागमा चल्यो उसले थुक्यो। अब तपाईँले पनि उसले बुझेर ल ठिक छ अर्को चाहिँ यसो हेरेर गर्ने पर्यो भने झगडा हुन सक्छ। हजुर एक्ज्याक्टली तर खुसी पनि हुन सक्छ। हजुर राम्रो तर सुनिन्छ मिल्दैन नि होइन लाइक अब मैले चाहिँ यही एजुकेसन पर्पजले एउटा भिडियो पनि हाल्दा क्या ताकि तपाईँहरूले पनि त्यस्तो मिस नगरिदिनुहोस् होइन अलिकति अब हामी नै सचेत भयो भने पो हुन्छ त नि होइन सर ल हुन्छ सर एकदम थ्याङ्क यू बिग्रिन्छ सर ल हस् हस् धन्यवाद सर हस् छैन है त है एनिवे जसले पनि त्यो गरेको त्यस्तो गर्नु पाउँदैन प्लिज है जहिले पनि थुक्दाखेरि हेर्नुहोस् अरू मान्छेलाई पर्छ यहाँ थुक भनेर परेपछि थाहा हुन्छ क्या कस्तो चाहिँ पर्छ भनेर